केरा बिगेपछि सुरुमा चाहिँ म ग्यासै भर्छु क्या यसरी धन्दा गरेर त कहिले सक्नु तेरिका यार ओ फेरि अब कसरी फोन उठाउने क्या यस्तो बेला किन फोन गर्यो फेरि यो भाइले चाहिँ हेलो भाइ के भन्छ फेरि किन मर्नु खोजेको फेरि तिमी ए तेरिका अनि एकचोटि एक्जाम बिग्रियो भनेर मर्ने हो त भाइ यहाँ सुन पहिला मेरो कुरा वाइ यु डेट एक्सपेक्टिङ यु नो थिङ्किङ बिकज एक्जाम बार बट लाइफ इज नट ओभर टाइम यु नो सिङ्किङ या बुझिन अरे भाइ मैले आफै बुझ्दिनँ क्या मैले बोलेको इङ्ग्लिस अरूले कहाँबाट बुझ्छ त 10 मा 3 चोटि फेल भएको मान्छे त म यसरी बाँचिरहेको छु भने तिमी नाथे एकचोटि +2 को एक्जाम बिग्रिँदा मर्नु खोज्ने भाइ अब तिम्रो गर्लफ्रेन्ड पो म चिन्छु म सम्हालुम्ला तिम्रो बुवामालाई कसले सम्हाल्नु हरेक बुवामाको सपना भनेको छोराछोरी माथि हुन्छ साथी अर्को बाजी मजाले एक्जाम दिएर पढ्ने है त्यसरी झुन्डेर मर्नु हुँदैन सुन अर्को बाजी चाहिँ फेरि फेल भयो भने तिमी झुन्डिनु पर्दैन ल दुःख गर्नु पर्दैन म आफै झुन्डेर मारिदिन्छु तिमीलाई ल ल आजकल के भएको एकचोटि फेल गर भन्दैमा झुन्डेर मर्ने यताउता ल जै चिली घान्टे